सम्पूर्णमा परदेशमा आफ्ना घर परिवारहरू छोडेर गइसकेपछि परदेशमा रहँदाखेरि कतिसम्म पीडा हुन्छ भने एकैछिन यो भिडियो हेर्नुस् त। प्लिज फोन अन गर किन अफ गरिस्? फोन किन अफ गरिस्? के भयो होला? कमसे कम फोन त अनमा राख। मैले 100 चोटि भन्दा कमी फोन गरेन। जति फोन गर्छ अनमा छैन, अफमा छु। के भयो होला? अघि मात्रै घरमा भन्थ्यो। उहाँलाई कति पीडा भएको छ, कति असह्य भएको छ। उहाँको जो आफ्नो श्रीमान हुनुहुन्छ उहाँले चाहिँ म बिरामी छु, उहाँ पहिले पनि बिरामी हुनुहुँदो रहेछ र अहिले म बिरामी भएँ, म हस्पिटल जाँदैछु भनेर एक्कासी फोन स्विच अफ गरिसकेपछि परदेशमा रहनेलाई कति ठुलो पीडा पर्छ। एकछिनमा हस्पिटलमा भन्थ्यो फोन अनमा राख। साथमा त साथी होला नि, साथीलाई बोल्न त दिऊ। के कस्तो भयो? जे जसो भए पनि फोनमा त कमसे कम अनमा राख। भगवान, उहाँ छटपटाइराख्नु भएको छ, रोइराख्नु भएको छ। अब के गर्ने? यो सामाजिक सञ्जालमा उहाँले चाहिँ एउटा मन भुलाउनको लागि यो भिडियो हाल्नु भएको होला। नराम्रो कमेन्ट पनि कसैले नगरिदिनु होला। उहाँले चाहिँ आफ्नो श्रीमानलाई बिरामी भइसके भनेपछि स्विच अफ भएपछि आफन्तहरूलाई पनि कन्ट्याक्ट नभइसकेपछि सामाजिक सञ्जालमा यो भिडियो पोस्ट गर्नुभएको रहेछ। यो पछाडि अर्को भिडियो पोस्ट गर्नुभएको छ। त्यसमा सत्य तथ्य भन्नुभएको छ उहाँको श्रीमान चाहिँ बिमारी हुनुहुँदो रहेछ, दीर्घरोग बिमारी हुनुहुँदो रहेछ। त्यो रोगको उपचार नभइसकिकन अहिले फेरि उहाँको श्रीमानलाई चाहिँ मुटुमा समस्या भएर हस्पिटल गएँ भनेको मान्छे हस्पिटल गएँ भनेपछि चाहिँ मोबाइल स्विच अफ भएपछि परदेशमा चाहिँ उहाँ चाहिँ एकदम छटपटाउनु भएको रहेछ। यो तिम्रो लागि जति जे गरे पनि मैले के गर्नु नसक्ने के हो? त्यत्रो खर्च गरिराख्छ, आज एकासी हस्पिटल भन्छ। सबै परदेशमा रहने नेपालीहरूलाई पर्ने पीडा हो। आफ्ना घरमा त्यस्तो दुःख बिमार पर्दाखेरि परदेशमा रहँदा खबर नपाउँदाखेरि कति पीडा हुन्छ। त्यो पीडा चाहिँ यो भिडियो हेरेर कमेन्ट गर्ने हाँस्नेहरूलाई भन्दा पनि जो मान्छे परदेशमा बसेर पीडा भोग्छ नि त्यो मान्छेलाई थाहा हुन्छ। र यस्तो परदेशमा कसैलाई पनि नपरोस् भन्ने कामना गरौँ सबैजनाले। प्लिज फोन अनमा राख। प्लिज फोन अन गर, अब नराख। हजुरको साथमा को छ? कमसे कम फोन त अनमा राखिदिनु न प्लिज। के भयो होला? भगवान, मैले कतिचोटि फोन गरेँ, फोनै लाग्दैन। कतिचोटि फोन गरेँ, फोन अफमा राख्छ। अघि मात्रै घरमा थियो भन्छ, एकछिनमा हस्पिटल भन्छ। कमसे कम फोनमा त अनमा राख। साथमा भएको मान्छेलाई बोल्न दिऊ। दैवा, कस्तो बाँकी रहेछ म त।